प्रेस रिलिज म यहाँहरू समक्ष पढ्न गइरहेको छु। विषय श्री दिनेश सिटौलाको चिकित्सकीय अवस्थाबारे प्रेस विज्ञप्ति, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौँ। श्री दिनेश सिटौला वर्ष 45, पुरुष, एक सार्वजनिक अभियान कार्यक्रममा सहभागी हुँदा अचानक बेहोस हुनुभएको थियो। उहाँलाई तुरुन्त आछाम जिल्ला अस्पतालमा लगिएको थियो, जहाँ उहाँको श्वास प्रश्वास गएको थिएन। कार्डियोपल्मोनरी रिससिटेसन CPR तुरुन्तै सुरु गरिएको थियो र लगभग 45 मिनटको CPR पछि मुटुको चाल फर्किएको थियो। उहाँलाई तत्काल भेन्टिलेटरमा राखिएको थियो। यस अवधिमा उहाँलाई सिजर भनेको त्यो काम्ने समस्या देखिएको थियो, जुन उचित रूपमा व्यवस्थापन गरियो र उपचार गरियो। नेपाली सेनाको जहाज मार्फत त्रिभुवन विमानस्थल र त्यस पश्चात एम्बुलेन्स मार्फत ग्रान्डी अस्पताल आइपुग्नु भएको हो। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल इमर्जेन्सीमा आइपुग्दा उहाँको अवस्था निम्न थियो। GCS स्केल, यसलाई ग्लासको कोमा स्केल भनेर भन्छौँ। यसमा E1M1 VT भनेको V1 भनेको चाहिँ नि उहाँको आँखाको पनि कुनै रेस्पोन्स छैन, अनि मुभमेन्टमा पनि कुनै रेस्पोन्स छैन र बोल्नेमा पनि कुनै रेस्पोन्स नभएको। आईको मुभमेन्ट, मोटर रेस्पोन्स र भर्बल रेस्पोन्स भनेर हामीले मेडिकल भाषामा भन्छौँ। त्यो चाहिँ नि GCS स्केल फ्री भनेर भन्छ। रक्तचाप 170 सिस्टोलिक, माथिको 170, तलको 140 मिलिमिटर अफ मर्करी, एकदम हाई। मुटुको गति 60 पर मिनट, मुटुको चाल चाहिँ नि 60 पर मिनट मात्रै थियो। आँखाको नानी चाहिँ दुवै फराकिलो, त्यसलाई डाइलेटेड प्युपिल भनेर भन्छौँ मेडिकल भाषामा, फुलेको र त्यो 5 मिलिमिटर भन्दा बढी फुलेको, जुन चाहिँ नि हामीले टर्चले हेर्छौँ रियाक्सन गर्छ कि गर्दैन भनेर। आँखामा हामीले टर्च लगाइसकेपछि आँखाको नानी खुम्चिनुपर्छ, तर उहाँको दुईटै आँखाको नानी खुम्चिएको अवस्थामा थिएन। उहाँलाई गम्भीर सब एराक्नोइड हेमोरेजको लागि स्थापित प्रोटोकल अनुसार क्रिटिकल केयर र न्युरोसर्जरी टिमबाट संयुक्त रूपमा इन्टेन्सिभ केयर युनिटमा भर्ना गरियो। उहाँको चाहिँ नि हामीले यहाँ CT स्क्यान गरेर हेर्दाखेरि सब एराक्नोइड हेमोरेज भन्ने कुरा देखियो। त्यो सब एराक्नोइड हेमोरेज भनेको चाहिँ नि ब्रेनमा ब्लिडिङ भएको हो, र त्यो ब्लिडिङ भएको कारण के थियो भन्दा उहाँको त्यहाँ एन्युरिजम भनेर भन्छ। सेरेब्रल एन्युरिजम भनेको ब्रेनमा यो रगत सञ्चालन हुने जुन नसा हुन्छ, त्यो नसामा बलुन जस्तो भएर फुलेको है, त्यो फुलेको चाहिँ फुट्यो। त्यो फुटिसकेपछि ब्रेनमा ब्लिडिङ भएको, त्यसलाई चाहिँ हामीले सब एराक्नोइड हेमोरेज भनेर मेडिकल टर्ममा भन्छौँ। र उहाँलाई ICU मा भर्ना गरियो र प्रारम्भिक परीक्षणमा ग्याग रिफ्लेक्सको उपस्थिति देखियो। ग्याग रिफ्लेक्स भनेको हामीले स्टिमुलेट गर्ने बेलामा अलिकति हुने खालको त्यस्तो किसिमको रेस्पोन्स देखिएको, तर त्यो देखिसकेपछि थप 48 घण्टा चाहिँ नि अनुगमनमा राख्नुपर्छ, मोनिटरिङमा राख्नुपर्छ भन्ने हामीले बसेर डिसिजन गऱ्यौँ, फ्यामिलीसँग बसेर सल्लाह गरेर। ICU मा बस्दाखेरि उहाँलाई डायबिटिस इन्सिपिडसको समस्या विकसित भएको। डायबिटिस इन्सिपिडस भनेको चाहिँ नि पिसाब बढी हुने, त्यो चाहिँ नि ब्रेनको इन्जुरिजहरूमा देखिन्छ, र त्यो देखिसकेपछि अनि त्यही अनुसार उपचारहरू सुरु हुन्छ। यद्यपि गम्भीर इन्टेन्सिभ केयरको बावजुद 48 घण्टा पछि न्युरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन। न्युरोलोजिकल अवस्था भनेको उहाँको जुन रेस्पोन्स हुनुपर्ने हो, मुभमेन्टहरू आउनुपर्ने हो, आँखाको चाल, हातको चालहरू यिनीहरू आउनुपर्ने हो, त्यो केही पनि नदेखिएको, 48 घण्टाको मोनिटरिङमा पनि देखिएन। र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको कुनै सङ्केत देखिएन। त्यो ब्रेनले फेरि फङ्सन ब्याक आउँछ भन्ने कुराहरूमा केही पनि सङ्केत नदेखिएको, यो कुराहरू चाहिँ नि उहाँको सम्पूर्ण परिवारहरूलाई विस्तारमा जानकारी गराइएको छ। चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न ब्रेन डेथ भएको छ कि छैन त। ब्रेन डेथ भए पनि मुटुको चाल चाहिँ नि रहिरहन सक्छ
है ब्रेन डेथ भएको छ कि छैन भनेर हेर्नको लागि हामीले एउटा टेस्ट गर्छौँ। त्यो टेस्टलाई एप्निया टेस्ट भनेर भन्छौँ। त्यो एप्निया टेस्ट गरियो जुन चाहिँ नि पोजिटिभ देखियो, जसले स्वतः के जनाउँछ भने श्वास प्रश्वास अब उहाँको सम्भव छैन भन्ने कुराहरू देखाउने भएकोले अनि उहाँको चाहिँ नि आज 12:45 उहाँको देहावसान भएको हामीले जानकारी गरायौँ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल परिवार यो अत्यन्त गहिरो दुःखको समयमा गहिरो सहानुभूति र संवेदना प्रकट गर्दछ र यो सुनिश्चित गर्दछ कि बिरामीको हेरचाहमा सबै सम्भावित चिकित्सक प्रयास गरिए तापनि हामीले उहाँलाई जुन रिकभरी दिन सक्ने थियो त्यो गर्न सकिएन। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौँ। यहाँको तर्फबाट केही क्वेसन्सहरू छ भने केही छ भने सोधौँ है। अब यो एक खालको पोलिटिकल इस्यु जस्तो बनाइसकेको बाहिर, अनि बाहिर के भयो भने उहाँलाई